हानेर यहाँ उ गरेको नेपाल प्रहरीले सबै काम बिगारेको प्रशासनले आज अरू कसैले बिगारेको होइन कसैको दोष छैन त्यो बिल्डिङ जल्नुमा पनि प्रशासनकै गल्ती छ त्यो प्रशासन गरेर त्यहाँबाट गोली नहाने भए साँझो घर पुरा चम्किरा हुन्छ पहिला जस्तै त्यहाँ लुकेर त्यहाँ गल्ती काम गरेर तपाईँ के भन्दै चाहनुहुन्छ भन्नुहोस् न नेपाल प्रहरीको भनौँ न आफ्नो थिमै छ नि प्रहरी मेरो साथी प्रहरीले आज जुन तरिकाको हुन्छ नि हामीप्रति एप्रोच गर्यो मलाई त प्रहरी लिटरली दुश्मन भन्ने जस्तो भयो उहाँले मैले प्रहरीलाई फोन गरेर प्लिज हामीलाई इभ्याकुएट गर्नु मैले सास फेर्न सकिनँ भन्दाखेरि झर्ने बेला उहाँले झन् उल्टै हामीलाई 3-4वटा असुर ग्यास गिफ्ट गर्नुभयो धन्यवाद छ नेपाल प्रहरीलाई धन्यवाद नेपाल प्रहरी साथी होइन के नेपाल उहाँले त मलाई 3वटा असुर ग्यास फालेर झन् गिफ्ट गर्नुभयो धन्यवाद छ नेपाल प्रहरी अझै यस्तो काम गर्दै गर्नु होला हामी जनतालाई अझै यस्तै गर्दै गर्नु होला सब भड्काउने तरिका सिधै भनिदिन्छु केपीले दिमाग लगाएर सोचेको भए आज यहाँ मान्छे राजतन्त्र चाहिन्छ भनेर पनि फर्किँदैन थिएन होला केपीले आफै भड्काइरहेको छ यो ठाउँमा मान्छेहरूलाई नेपाली मान्छेहरू अब त दिमाग लगाऊ केपी मान्छेलाई तान्ने ठाउँमा तिमीले झनै जाऊ राजा लिएर आउनुपर्छ भनेर पठाइरहेको छ के गरेको तिमीले त ठाउँ नै दिइरहेछौ ठाउँ दिएपछि त बोल्न दिनु पर्यो नि त यही हो तिम्रो बोल्न दिने बारा के गरेको के चाहिँ गरेको डेमोक्रेसी इज शिट दिने भन्दै हैन डेमोक्रेटिक म्यानरमा त राजा आउँछ भन्ने मान्छेलाई पनि वेलकम गर्नुपर्छ होला राजा आओस् नआओस् तर उहाँले एउटा फ्रिडम त हुन्छ नि त हो राजा आओस् भनेर उहाँले भन्न सक्ने त उहाँको एउटा अधिकार हो नि त डेमोक्रेसीले त सबैलाई बोल्न पाउने अधिकार दिएको छ नि त तर आज किन सप्रेस गर्न खोज्यो उहाँहरूको आवाज किन दबाउन खोज्यो अझ नाना थरी मिडिया विधायक सञ्चार विधायक के ल्याएर अझै हाम्रो आवाजहरू दबाउन खोजिएको छ यो एकदम हुन्छ नि डिक्टेटरसिप एप्रोचमा गइरहेको छ होइन यो किम जोङ उन केपी ओली अब पुरै कम्प्लिटली किम जोङ उन म्यानरमा जान लाग्नुपर्छ बोल्न मात्र होइन तपाईँको बोल्न मात्र होइन आज